ल अब म आफ्नो बारी देखाउँछु, काँक्राबारी सब। ल यो मेरो काँक्राबारी हो, यो काँक्राबारी हो। लगभग मैले आधा बिघा जति जमिनमा चाहिँ यसै काँक्रा फलाउने उद्देश्यले लगाएको। तर जङ्गली जनावरहरूले बाँदर भए, भनिल भए, सबैले काँक्रा चाहिने हिजो मात्रै सखाप पारिदियो। यो यस्तो अवस्थामा पुग्यो, हेर्नुहोस् त। ल कति फलेको थियो, चट्ट पारेर यो सबै काँक्रा चाहिने यहाँबाट घरमा कोही नभएको अवस्था। म पनि उता बजारतिर गएँ, त्यहाँबाट चाहिँ आउँदाखेरि यहाँ यता हेर्दा लगभग 100 जति चाहिँ बाँदरहरूले सबै बारी साफ गरिदियो। यस्तै अब काँक्रा सब लगभग 50,000 जति खर्च गरेर लगाएको। अब यसमा केही पनि छैन। अब मनै काटियो, मेरो मनै मर्यो। यो बारी हेर्नुहोस् त, सबै सखाप पारेर गयो। यस्तो फल्न लागेको यो काँक्रा सबै कति लगे थाहै भएन। यो अरू दिन चाहिँ आफैले यहाँ हेर्ने काम गर्दै थिए। अब हिजो मात्रै उता बजारमा गएको त काँक्रा बारी नै यहाँ त सखाप पारिदियो। अब के गर्ने, हेर्नुहोस् त यो बारी कति फलेको थियो। अब यसमा चाहिने अब के गर्ने। यो काँक्रा बारी मेरो लगभग 2.5 लाखको फल्नेवाला थियो। अब सबै वन्यजन्तु बाँदरले चाहिँ हिजो साफ गर्नु हो। अब के गर्ने, यसको क्षतिपूर्ति पाउने पनि आश भएन। अब के गर्नु, क्षतिपूर्ति पनि यो फल्दाखेरि त यसरी हो फल्ने। यो उता हेर्नु, यो बचे खुसेको यति मात्र देखाउँदैछु। यो हेर्नु, काँक्रा चाहिँ एकदम लगभग 4-5 लाख जति होला भन्ने मैले विचार गरेको थिएँ। सबै हिजो लगभग 250-300 जति बाँदरहरू यो बारीमा पसेर कोही पनि घरमा नभएको अवस्था। अब के गर्ने, सबै साफ गरिदियो। यो सबै भिडियो चाहिँ सबले लाइक गर्नुहोला, फलो गर्नुहोला, कमेन्ट र सेयर पनि गर्नुहोला। तपाईहरु भिडियो हेर्नु हुँदैन, सरक्क सर्कायो। राम्ररी हेर्नुस् त, कति मेहनत गरेर बनाएको। अलिकति त्यहाँ